हेलो साथीहरु, स्वागत छ मेरो रेशमा युट्युब च्यानलमा। आज चाहिँ म तपाईहरुलाई कम्पोस्ट मल कसरी बनाउने भन्ने कुरामा थोरै विषयमा सिकाउन गइरहेकी छु। अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला। आज चाहिँ यसरी जंगलमा रुखबाट झरेका पात पतिंगरहरु जम्मा गरेर घर लाने क्रममा छु। यसलाई चाहिँ हामीले गाई बस्तुहरूलाई बिछाएर मल बनाउने गर्छौं। यो मल अति नै राम्रो हुन्छ। तरकारीहरू लगाउन, सब्जी लगाउन एकदमै उत्तम भएको हुनाले हामीले यसरी थोरै थोरै मेहनत गर्ने गरिरहेका छौं। तपाईले देख्न सक्नुहुनेछ हरियाली वन जंगल। यदि तपाईहरुलाई पनि मलको आवश्यकता छ, गाई बस्तु पाल्न सक्नुहुन्न भने यसरी जंगलबाट पात पतिंगरहरु जम्मा गरेर एउटा खाडल खनेर सक्नुहुन्छ भने 2-2.5 मिटरको गहिरो खाडल खन्ने। यदि सक्नुहुन्न भने मुरी हातको खाडल खनेर पनि हुन्छ। त्यसमा चाहिँ फराकिलो आफ्नो आवश्यक अनुसारको फराकिलो खन्दा हुन्छ। अनि त्यस खाडलमा पात पतिंगरहरु लगाएर जम्मा गरिसकेपछि अनि बर्खाभरिको पानीले मज्जाले कुहिन्छ। त्यसपछि हाम्रो करेसाबारीमा तरकारी लगाउनको लागि एकदमै उत्तम भएको हुनाले र हाम्रो शरीरलाई एकदमै फाइदाजनक भएको हुनाले पनि यो पात पतिंगर जम्मा गरेर मल बनाउन अति नै आवश्यकता छ। हुन त आजभोलि रासायनिक मल प्रयोग नगरिकन कुनै पनि बालीहरू उत्पादन त हुँदैन, तर पनि यो एकदमै उत्तम भएको हुनाले हामीले गाउँघरमा यसरी थोरै थोरै मेहनत गर्दै आइरहेका छौं। तपाईहरुलाई जानकारी छैन भने यो भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला। र अर्को विशेष कुरा के छ भने यसरी जंगलमा भुइँका पात पतिंगरहरु स्याउलाहरू जम्मा गरियौं भने भुइँमाहरू हरियो राम्रो घाँसहरू पलाउँछ। अनि त्यसपछि हाम्रो गाई बस्तुहरूलाई खुवाएर हामीले गाई बस्तुबाट धेरै फाइदाहरू लिन सक्छौं। त्यसकारणले यो जरुरी पनि छ। यदि तपाईहरुलाई जानकारी छैन भने हाम्रो भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला। रमाइलो हरियो वन जंगल तपाईलाई के कस्तो लाग्छ, अनि यो स्याउला कसरी लैजाने भन्ने विषयमा पनि म तपाईलाई अर्को भिडियोमा जानकारी गराउने छु। हाम्रो मेरो प्रतीक्षामा बसिरहनु होला। मेरो भिडियो हेरिदिनु होला। नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गरिदिनु होला भन्दै अर्को भिडियोसम्म पर्खिनु होला। बाइ त।